नमस्कार, स्वागत छ टप इन्टरटेनमेन्ट नेपालमा। नेपाली पप गायकको लिस्टलाई पल्टाइ हेर्ने हो भने अहिलेको समयमा कुमार सागरलाई छुटाउन अलि मिल्दैन। तपाईलाई उनी को हुन् भन्ने कुरा थाहा छैन भने यो भिडियो हेर्दासम्म थाहा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ। लिस्ट बनाउने क्रममा हामीलाई लागेको महत्त्वको हिसाबले र र्याङ्कका आधारमा फ्याक्टहरू हालेका छौँ। यसमा तपाईहरूको प्रतिक्रिया तल कमेन्ट सेक्सनमा राख्न सक्नुहुन्छ। युवादेखि लिएर ठुलो जनमानसमा चर्चित हुँदै गइरहेका कुमार सागरको विषयमा आउनुहोस् हेरौँ केही फ्याक्टहरू। कुमार सागर नामबाट चिनिएका अहिलेका चर्चित गायकको वास्तविक नाम कुमार सागर नभई सिद्धिसागर प्रजापति हो। भक्तपुरमा बस्दै आएका कुमार सागरको अर्थ नेवारी भाषासँग जोडिएको हुन सक्छ। यो विषयमा कौतूहलताका साथ हामीले खोज गर्यौं तर ठेट उत्तर नपाएको हुँदा यो भन्दा धेरै भन्न चाहन्नौ। यो फ्याक्ट नम्बर 10 मा 2019 सालमा कुमार सागर आफ्नो सांगीतिक सपना बोकी द भोइस अफ नेपालको स्टेजमा पुगे। द भोइस अफ नेपालको दोस्रो सिजनको एउटा पार्टिसिपेन्ट मध्ये उनी एक थिए। मायाको डोरीले गीत अडिसन राउन्डमा गाएको बेला उनी सिलेक्ट भए, तर ब्याटल राउन्ड भन्दा माथि उनी उक्लिन सफल भने भएनन्। तर भनिन्छ नि, उड्ने चरालाई खम्बामा गाँसेको तारले के रोक्न सक्छ र? त्यसरी नै उनको यो हार नभए एउटा महत्त्वपूर्ण अनुभव बन्यो र आफ्नो प्यासनलाई उनले पक्रिराखे। यो फ्याक्ट नम्बर 9 मा 2020 मा कुमार सागरले आफ्नो घरमा नै आफूसँग भएको मोबाइल फोनको प्रयोग गरी आफ्नो पहिलो गीत रेकर्ड गरे। यो गीतको नाम रहेको छ बाजेको बजान। उनी आफ्नो अनुभवलाई स्मरण गर्दै ती पलको बारेमा सामाजिक सञ्जालमा पनि सेयर गरेका छन्। उनी आफैले गिटार बजाएर फोनमा आफैले गीत रेकर्ड गरी एडोब प्रिमियरमा एडिट गरेका थिए। बाजेको बजाङ गीत यदि सुन्न चाहनुहुन्छ भने उनको औपचारिक युट्युब च्यानलमा पाउन सक्नुहुन्छ। यो गीत गाजाको नशाको पहिलो अनुभवसँग आधारित छ। यो फ्याक्ट नम्बर 8 मा कुमार सागरको सबैभन्दा चर्चित गीत कुन होला अनुमान लगाउन सक्नुहुन्छ? युट्युबमा मात्र 1 करोड भन्दा बढी भ्युज भएको गीत ए माई रे उनको सबैभन्दा भ्युज आधारमा चर्चित गीत हो। हावाको लहरसँगै उडिरहन मन यो गीत कुमार सागरले गोसाइकुण्डमा ट्रेकमा जाँदा लेखेका हुन्। हिमाली भेगबाट ओर्ले गर्दा आफ्नो आमाको याद आउँदा उनले आफ्नो भावनाहरू कपीमा उतारे र यो भावनाले आज गीतको रूप लिएको छ। त्यही भएर पनि होला यो गीतलाई धेरैले महसुस गर्न सक्छन् र धेरैले माया पनि देखाएका छन्। यो फ्याक्ट नम्बर 7 मा कुमार सागरको फ्यान फलोइङ आजको मितिसम्म कति रहेछ भन्ने जिज्ञासा कयौँलाई जस्तो हामीलाई पनि भयो र हामीले हेर्ने निर्णय गर्यौँ। ठुलो मेहनतले गर्दा उनको सङ्घर्षले अन्तमा रङ ल्यायो। यो सोच्दा कुमार सागरको लागि अब जाउँ विषयवस्तुमा। कुमार सागरको औपचारिक च्यानलमा 2 लाख भन्दा बढी सब्सक्राइबर छन्। उनको फेसबुकमा 35,000 भन्दा बढी फलोअर रहेको छन् र इन्स्टाग्राममा उनलाई 45,000 भन्दा बढीले फलो गर्छन् र टिकटकमा 43,000 भन्दा बढीले उनलाई फलो गरेका छन्। यसरी के थाहा पाउन सकिन्छ भन्दाखेरि मुख्य सोसियल मिडिया प्लेटफर्महरूमा यति धेरै व्यक्तिहरूले उनलाई फलो गरेका छन्। यो फ्याक्ट नम्बर 6 मा कुमार सागर आफ्नो साङ्गीतिक यात्रामा एक्लो छैनन्। उनको पुरा ब्यान्ड छ र त्यसको नाम रहेको छ कुमार सागर एन्ड द खोपा। कुमार सागर आफै भक्तपुरवासी भएको कारणले ब्यान्डको नाम खोपा राखेका छन्। उनले आफ्नो ठाउँलाई ट्रिब्युट दिएर नाम राखेको पनि हो। खोपा आफैमा एउटा नेवारी शब्द हो जसको अर्थ हुन्छ धार्मिक सहर। भक्तपुर आफैमा इतिहास र संस्कृति र धर्म बोकेको महत्त्वपूर्ण सहर हो। यसको प्रमाण त तपाईँ एकपटक भक्तपुर जानुभयो भने पक्कै पाउनुहुनेछ। आफ्नो ब्यान्डको नाम चयनले पनि कुमार सागरको विषयमा धेरै कुरा बताउन सकिन्छ। यो फ्याक्ट नम्बर 5 मा कुमार सागर एन्ड द खोपाको गीत सुन्नुभयो भने एउटा साङ्गीतिक ब्लेन्ड भेटाउनुहुन्छ। आधुनिक सङ्गीत वाद्ययन्त्र र परम्परागत सङ्गीत वाद्ययन्त्रको। उनको गीतको शब्दहरूमा नेपाली भाषा र नेवारी भाषाहरूको फ्युजन भेटाउन सकिन्छ। उनको गीतले त्यही भएर साङ्गीतिक मिठास मात्र नभई सांस्कृतिक मूल्यहरू र महत्त्व बोकेको छ। नेवारी परम्पराको विषयमा जान्नु मन यदि तपाईँलाई छ भने कुमार सागरको गीतको मार्फत धेरै बुझ्न सकिन्छ। यो फ्याक्ट नम्बर 4 मा अब बुझौँ उनको जर्नीको बारेमा। कुमार सागरको प्यासन कहाँदेखि सुरु भयो? आफू सानो हुँदा हजुरबुवाको पाइलालाई पछ्याउँदै उनी पुगे दाफामा। दाफा भनेको नेवारी समुदायको परम्परागत सङ्गीतको एउटा महत्त्वपूर्ण विधा हो। दाफामा मादल, खी, बाँसुरी, झ्याली, हार्मोनियम जस्ता बाजाहरू प्रयोग गरिन्छ। दाफा नेवारी समुदायको परम्परागत सङ्गीत हो जसमा साङ्गीतिक बाजाहरूको प्रयोग गरिन्छ जुन परम्परागत नै हुने गर्दछन्। कुमार सागरले पनि भन्ने गरेका छन् कि उनी विगतमा भजन गाउने गर्थे।
र उनको म्युजिकल जर्नीको एउटा यो महत्त्वपूर्ण खुड्केलाको रूपमा लिन सकिन्छ। यो फ्याक्ट नम्बर 3 मा कुमार सागर एन्ड द खोपाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट अस्ट्रेलियाको सिडनीको मेट्रो स्टेडियममा यही 2025 सालमा गरेको छ। यो उनको मात्र नभई सम्पूर्ण नेपालीको लागि गर्वको कुरा हो र उनको अर्को अन्तर्राष्ट्रिय कन्सर्ट भने यही 2025 सालको मे महिनामा युकेमा हुँदैछ। युकेमा हुन गइरहेको स्प्रिङ फेस्टिभलको म्युजिक इभेन्टमा कुमार सागर एन्ड द खोपाले पनि परफर्म गर्दैछ। यो फ्याक्ट नम्बर 2 मा सिद्धि सागर प्रजापति एके कुमार सागरको साङ्गीतिक यात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन। उनले आफ्नो अनुभव द स्टोरी टेलर्समा रोमाञ्चक रूपमा बताएका छन्। मेटलमा रहर भएका उनी सुरुमा रेस्टुरेन्टमा गिग गर्नबाट सुरु गरे। त्यसपछि द भोइस अफ नेपालको यात्रामा गिटारमा सी कर्डबाट सुरु गरेका उनले फोनमा गीत रेकर्ड गर्नेदेखि नेवारी सांस्कृतिक भाव बोकेका गीतहरू कम्पोज गरेका थिए र उनका कथा निकै रोमाञ्चक, प्रेरणादायी र उत्साहजनक छन्। मेटलमा रुचि राख्दै गरेका उनी भजनमा फेरि आफैलाई भेटाउन थाले। आफ्नै शैलीलाई भेटाउन थालेका उनको बाँकी कथा त अहिले कुमार सागरलाई फलो गर्नुभयो भने थाहा पाउनुहुनेछ। यो फ्याक्ट हाम्रो लिस्टको नम्बर 1 मा कुमार सागरबारे अरू केही फ्याक्ट्सहरू थाहा छन् भने कृपया कमेन्टमा राख्नुहोला। हामीसँग जोडिने गर्न हाम्रो कन्टेन्टहरूलाई लाइक, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सनुहोला। आजको लागि यति नै, धन्यवाद।